हेलो गाइज वेलकम टु माई ब्लग। हामी चाहिँ आज 3 जना मिलेर गोकर्णभन्दा मास्तिर होइन चटपटी बनाएर खान जान लाग्यो। मतलब मान्छेहरू ड्राई पिकनिक भन्छन्, हामी चाहिँ चटपटी बनाएर खान जान लाग्यो। यहीं फोरफालिन प्लास्टिक यहाँ म काट्दै थिएँ यहाँ। गाइस यहाँ चटपटी बन्दै हो। गोली मैले बाहिरबाट हेर्दाखेरि चाहिँ राम्रो होइन होइन यस्तो भुजिया र चाउचाउ मिसाएको जस्तो, तर भित्रबाट हेर्दाखेरि पनि राम्रो छैन, तर खाँदाखेरि मिठो हो। के गेम त्यो वाला यहाँसम्म खाने ट्रुथ एन्ड डेयर खेलौँ। खाम भने खेलौँ ल कि खाँदै खेल्ने? खाँदै खेल्ने। ट्रुथ एन्ड डेयर खेल्ने ल। ट्रुथ एन्ड डेयर खेल्ने। तपाईँ त्यहाँ बसेर हुँदैन, क्यामेरामा आउनुहुन्न तपाईँ। बनाएन यो त मिलेन नि फेरि। त्यस्तो केही छैन, हामी त फस्ने छ ब्यारे के हो मेरो नि त्यस्तो केही नि छैन। हाम्रो चटपटी खाएर सक्यो, सामान पनि सबै सक्यो। आइछ मेरो अनुहार राम्रो आइछ। अब हाम्रो सक्यो, अब हामी खान्छौँ अनि लास्टमा यो प्याकहरू पनि गरेर देखाउँछौँ।
अनि हामी यस्तो खेल्दैछौँ ट्रुथ एन्ड डेयर ल तपाईँलाई पर्यो पक्नु ल अब हामी क्वेसन सोधेर त तिमीहरूलाई देखाउन सक्दैनौँ अब घर जानलाई जुत्ता लाउने पहिला सुरु अनि त्यसपछि यस्तो यो झोला हामीले प्याक गरेर राखिसक्यौँ यसलाई हामी यसरी साइडमा राख्छौँ अल्ट्याएको जाँदाखेरि लाउँछौँ जुत्ता लाउने अनि त्यसपछि जुत्ता लाएर यो समेट्ने अनि जाने ल एकछिनै यो त हाम्रो घर लर होइन गेम खेल्न मिल्छ नि त यसो बाई 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 गाडी चाहिँ यस्तोसम्म भएको रहेछ होइन यो त घर घर अहिले राख्ने हो यो ममले ममले थाहा पाउनुभन्दा अगाडि नै यो हामीले अलिकति यस्तो बुटुमुटुको पारेर यस्तो गरेर यो समाइदिउँ त यस्तो लाग्छ यस्तो गर्ने वरिपरि देखाइदियो त यहाँ हामीले केही पनि त्यस्तो गरेको थियौँ खाएको जति जम्मै हामीले टिपिसक्यौँ त्यो हामीले खाएको होइन सक्यो अब यति नै हो तिमीहरूलाई देखाउँछु हाम्रो त फोटो खिचे होइन सुरुमै खिचे होइन थम्नेलको लागि थम्नेलको लागि पो खिच्यो त अरू चाहिँ खिच्नु परेन हामीलाई खिच्दैन त चाहिँ जान लाग्यो यो फोहोर यहाँ तर हामी फोहोर फाल्छौँ हामीले केही पनि फोहोर गरेको छैन गरे पनि हामीले आफ्नो फोहोर आफूले फोहोर गरेर टिपेर ल्याइसक्यो फोटो खिच्छौँ अलिअलि अनि ल एल्सा अङ्कल गाइस हामीले चाहिँ यहाँ बाक्चाल खेल्न लाग्यो देखेँ कि देखेन खाएन बाक्चाल खेल्दै हुनुहुन्थ्यो क्या त्यहाँ अनि मैले चाहिँ त्यही भएर बनाएको हो ला सराम नमानिकन मैले भ्लग गर्दैछु यस्तो पब्लिक ठाउँमा यति धेरै मान्छे छन् तै पनि मलाई केही पनि लाग्दैन एल्सा यहाँ अब हामी टिकटक बनाउँछु ल यहाँ यति धेरै मान्छे छन् यो एउटा रोमाञ्चक कुरा यो छँदैछ होइन यो चाहिँ सार्वजनिक शौचालय भन्ने चाहिँ यो हो होइन यो सार्वजनिक शौचालय हो ल यहाँनिर यो ब्लर देख्थ्यो ओ यहाँ सार्वजनिक शौचालय लेखा भन्दा यो मुनिपट्टि यहाँ दिदीहरू आऊ त चटपटे बनाउनु लैछन् हेलो गाइज वेलकम त के भन्नु होइन वेलकम भयो अरे सकिनु हामी चाहिँ घर फर्किनु लाग्यो दराई पिकनिक के भन्छ नि सुक्खा पिकनिक सकेर यो किनेको दुईवटा मात्रै किनेको उसले हामीलाई 25को एउटा 30 रुपियाँको एउटा भनेको थियो अनि हामीले 20 रुपियाँको दिनुभयो नभए किन्दिनँ 25 रुपियाँ दिन भनेको थियो अनि उसले मैले उसलाई एउटा किन्न लगाएको अनि उसले दया गरेर फेरि उसले पुरा कुरा भनिनँ उसले आधी मात्र भने होइन अनि उसले 50को दुईवटा लग्नु भनेको थियो अनि 40को दुईवटा लग्छु भनेको अनि वास्तवमा हामीले 40को दुईवटा लिएर यो मान्छेले यस्तो ठुलो हेरिछन् बाल होइन खोला यति फोर्छ गाइजहरू उनीहरू के धेरै पछि खाएको यो मलाई होइन यो मलाई कसैले के भनेको थियो भन्दा मान्छेहरूले यो बनाउँदाखेरि फु गरे हुन्छ मान्छेहरूको थुकै थुक लागे हुन्छ त जुठो नि खाँदिनस् यो खान्छस् त भनेको थियो जुठो त खाँदिनँ म अहिले त मैले खाएँ यो पठाउँछु ल म यो भन्ने मान्छेलाई पनि म पठाइदिन्छु ओइ तँ हेर्नुहोस् भन्ने यता फर्केर हेर त